हेलो नमस्ते सबैजनालाई। हामी चाहिँ पानी लिन जाँदाको हामी चाहिँ गाउँमा आएको थियो अनि यतापट्टिकै ढुङ्गे धारा भन्ने के अरे पानीको उ छ क्या धारा। अनि त्यहाँ चाहिँ कति मिठो हुन्छ। अनि त्यसपछि अनि यता लिन आएको बहिनी चाहिँ अलिअलि हिँडेको छ। बाटो छ यस्तो माथि पर यस्तो छैन। माथि स्कुल छ यता रोड छ। गाउँघरको बाटो यस्तै हो, गाह्रो छ के गर्नु। गाह्रो छ। यता चाहिँ तल यस्तो छ, खोलाहरू यस्तो छ। हामी चाहिँ त्यताबाट आएको त्यो बाटो चाहिँ पुरा यस्तो छ क्या, तल खोलाहरू छ। यो चाहिँ मन्दिर छ क्या, देवीथान मन्दिर। के गर्न आएको पुन्टु? पुन्टी के गर्न आएको तिमी? के गर्न आएको हो? खै त बोल्दैन नि त। बिर्स्यो हो ए पुन्टीले त बिर्सिसक्यो त भाइ। कस्तो त्यति राख्नु भयो नि। बाटो यस्तो अप्ठ्यारो छ बाटो, के गर्नु। घरभन्दा यता अलिकति यता चाहिँ हामी चाहिँ खानपान लिन आएको हो। बाटो चिप्लेर चप्पल फेरि कस्तो भयो भने अप्ठ्यारो भएर आमा त चप्पल चिप्लेको। पहिला माथि म पढेको यस्तो बहिनी चाहिँ पछि पछि आउँदैछ, म चाहिँ अघि अघि। हामी चाहिँ यस्तो बाटो अप्ठ्यारो छ, त्यही भएर पनि झन् गाह्रो हुने। Paano ba ito?
चाहिँ मकै रोपेको छ क्या कस्तो राम्रो रोपेको छ बनिन्छ गरौँ भएन आजलाई यति नै बाई बाई